आज चाहिँ हामीले पर्क चिल्ली बनाउँदैछौँ। सो हेलो एभ्रिवान, नमस्कार सम्पूर्णमा। म चाहिँ यहाँ बसिरहेको थिएँ है। प्रशान्तले बनाउँदैछ पर्क चिल्ली चाहिँ। मलाई चाहिँ आउँदैन, उसलाई चाहिँ आउँछ यसको रेसिपीहरू। अन्त चाहिँ उसले फ्राई पनि गरिसकेको छ यहाँनिर पर्कलाई। अन्त चाहिँ ग्रेभी बनाउँदैछ हो। त्यो चाहिँ यतिको ड्राई फ्राई गर्नुपर्दो रहेछ। हेर्दा चाहिँ दामी देखिरहेको छ। अन्त चाहिँ ग्रेभीहरू पनि बनाउँदैछ, फ्राई गरेर टक्कै रेडी गरेर चाहिँ ग्रेभी बनाउँदैछ हो। ग्रेभी पाकेर यतिको थिक भइसकेपछि चाहिँ हामीले अघि फ्राई गरेको मासु लगाएर चलाउँदै एकछिन पकाउनुपर्छ। अनि त्यसको बादमा चाहिँ हामीले प्लेटमा हालेर खानुको लागि रेडी गऱ्यौँ। अन्त फाइनल लुक चाहिँ हाम्रो यस्तो देखेको छ। र अघि काटेर राखेको स्प्रिङ अनियन पनि हामीले माथिबाट लगाएको छौँ। हेर्नु सक्नुहुन्छ फाइनल लुक्स हाम्रो चिल्ली पर्कको। अनि फर्स्टमै मैले ट्राई गर्दैछु हो। एकदम दामी टेस्टी भएको रहेछ, मिठो हुँदो रहेछ यसरी बनाउँदाखेरि। प्रशान्तले पनि खाँदैछ। सो उसले चाहिँ भिडियोमा ननिकाल्नु भनेको कारणले चाहिँ मैले उसलाई भिडियोमा निकालेको छुइनँ हो। ऊ चाहिँ भिडियोमा आउनु मान्दैन नि त प्रशान्त चाहिँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।